सबैजना सन्चै हुनुहुन्छ होला। आई होप कि सबैजना पक्कै सन्चै हुनुहुन्छ। एनिवे माइसेल्फ झाडु ब्लगर र झाडु ब्लगर भन्नाले म छपरी यताउति गरेर सेटिङ गरेर 2 केटी मिलाएको छु। आई मिन भिसी जाने केटी खालको यस्ता गालेर तँलाई 4000 दिन्छु, मैसँग बसेर छाडा गफ गरेर आएछ टन्नै पैसा छापौँ भनेर। थाहा पाइसक्नु भयो होला। यो यतिसम्मको इन्ट्रो हेरेर अगाडि हेरौँ हामीले कसरी प्लानिङ गरेका छौँ। सो अगाडि नै भन्न छौँ हामी तपाईँलाई विस्तार रूपमा। सो मैले एउटा राइड पाइसकेको छु र उहाँ अफलाइन नै हुनुहुन्छ र कसरी अफलाइन हुनुहुन्छ त्यो पनि म पछाडि आई मिन अगाडि नै भन्न छु। ये अभी ट्रेलर है, पिक्चर अभी बाकी है। मैं बोला है ना, पिक्चर अभी बाकी है। भिडियो सुरु गर्नुभन्दा अगाडि यो झाडुको भिडियो हेर्नुभन्दा अगाडि सबैजनाले प्लिज 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 रिक्वेस्ट छ काइन्डली कि फ्यामिलीमा नहेर्नु होला र सकेसम्म इयरफोन अवश्य लगाउनु होला। सकेर म यहाँ ठमेलबाट एउटा टक्क मान्छे उठाएको छु कि टक्क बुझन बुझनबाट भ्लग बनाउँदैछु म चाहिँ होइन। तपाईँ चाहिँ कहाँ जानु लाग्नु भएको र? यता काभ्रेस्थल जानु लाग्यो। यो झाडुले भन्न के खोजेको जान लाएको रे, जान लाएको कि यो राइड लिएर हिँड्न लाएको, कहाँ राइड लिएपछि कहाँ जाने हो के जाने हो त्यो त बस्नुभन्दा अगाडि डिस्कस गर्नुपर्ने कुरा हो। तर यो झाडुले होइन कहाँ जान लाग्यो भनेर सोधिरहेछ र कहाँ जाने चाहिँ यो काभ्रेस्थान कि के भन्ने ठाउँको नाम भनेको छ। अगाडि पनि हेर्दै यो याद गरेर राख्नु होला, किन त्यो म भन्छु अगाडि नै है। फोनै उठाएन ला भाइले माछ चिक्ने हुन्छ भाइ। ल ल ल म आउँदैछु है। ल हामी चाहिँ कहाँ जानुपर्ने अरे? अहिले हामी उता के अरे वसुन्धरा जानु लाग्यो क्या। हरूले किन भर्खरै मैले याद गरेर राख्नु, भर्खरै यसले भनेको थियो काभ्रेस्थान र अहिले भनिरहेको छ बाबा बाबा वसुन्धरा। यस्तो के हो बाबा बाबा भनेर बोल्न पनि अलिकति फ्रेसली बोल्नु न। कहाँ जाने छ के गर्नु छ त्यो अहिलेसम्म थाहा छैन यसलाई। मानेर आएको यस्तो भयो, यस्तो बोर भयो म जस्तो गेस गरेर हाने माछ चिक्ने के त अनि मैले कामै चिक्ने हो अनि चिक्नु पर्दैन चिकेर के गर्नु अब कामै दिएछ। अनि भर्खर काम हानेर आएँ 5000को माछ चिक्दा पनि डेन्जर पाइदियो भने मैले 1000मा जाने गेस पनि आउँछ। अनि कतिमा 1000मा? अनि 1000मा जाने गेसमा 1000मा त्यसलाई त मेरो पेन्टिङ सुन्न पाउँदैन भाइ। 1000मा त यसको पेन्टी सुँग्न पाउँदैन रे। यसको अनुहार चाहिँ हेरौँ न कस्तो छ, पेन्टी जस्तै होला यसको अनुहार पनि त। रेट चाहिँ कति हो? मेरो रेट चाहिँ 10000 हो। एक फुल नाइटको 10000? होइन यो झाडुले यो भाइले के यो मुजी भाइ नै हो भन्नु पर्दा सहीको है कुरा हो। आफूलाई मुजी भन्न लागेको यो प्रमोसन गर्न लागिरहेछ कि यो भ्लग बनाइरहेछ कि यो राइड पठाउ कमाइरहेछ के हो यसको त कुरै बुझिरहेको छैन हौ। दिदी मलाई चुरोट दिन सिकेर आइसकेको होइन पहिला त चुरोट त किन्न दे, किन यत्तिकै बडा छ चुरोट किने छ कि छैन यत्तिकै दिदी भाइ मलाई चुरोट दिइसकेको भनेर हुन्छ। अब दिदी पुरै ट्वा परेर हेरिरहेछ त के हो पारा यस्तो चाहिँ के भन्दैन यस्तो काम गरेको थाहै छैन बुढालाई कसरी त थाहा छैन नि। बुढाहरूलाई त हामीले यसरी जान्छु भनेर हिँडे हुन्छु, कहाँ यसरी चिकेर हिँड्छु भनेर भन्छ त बुढालाई। अनि कहाँ जान्छु भन्नुहुन्छ ठमेलमा? क्लब जान्छु केटालाई बुझ्छु भन्छु नि, कहाँ दुनियाँसँग शिक्षा भन्यो भने त बुढाले लङ काटिहाल्छ नि है। यसको बुढोलाई त म सलामै दिन्छु, किनभने आजकलको बुढाहरू यस्तो पाउन धेरै गाह्रो छ। इभन मेरै कुरा गर्दा भने भोलि गएर यस्तो केही भन्यो भने म त सिधै हो डाइरेक्ट त निस्किहाल भनिदिन्छु। तर उहाँको बुढोले होइन सुत्न चाहिँ नपाइने, डेट चाहिँ बियर सियर भेट्न चाहिँ पाइने। वाउ बुढोलाई सलाम छ। अनि दिदी कस्तो नामै सोध्न नमिल्ने हो र? दिदी तपाईँले कहाँ यो वसुन्धरा भनेर कहाँ लिएर आउनुभयो भने? त्यतिसम्म मैले हेरिसकेपछि मलाई पक्का विश्वास भयो यो स्क्रिप्टेड भिडियो हो र यहाँ कुनै यो राइड साइड होइन भनेर। ल कसरी थाहा हुँदैन, मान्छे राइडमा बसाएर कहाँ जाँदैछ ल इनकेस अनसेफ फिल भयो म यहाँबाट जान सक्दिनँ, पुलिस कल गर्न सक्छ। तर यो मुजी जाँदैछ। कस्तो डर लाग्यो मलाई त। जङ्गलको बाटो ल्याएर आउनुभयो मलाई गरे त दिदी फर्कै छ त किन हो केटा हो। सो म यहाँ भर्खर अविनाश दाइको स्कुटी ल्याएर आएको थिएँ कि 25चोटि फोन आयो पढ्नु ल। गाइस त्यो दिदीलाई होइन उहाँको लोकेसनमा पुऱ्याएर फेरि हामी ठमेल फर्केको ब्लग छ होइन। तर मैले यो भिडियो चाहिँ लामो हुन्छ भनेर मैले चाहिँ यो ब्लगमा हालेन होइन। यसको लागि चाहिँ मैले पार्ट 2 बनाउनेवाला छु। चाहिँ पार्ट 2 हो अनि पार्ट 1 त एकदमै धेरै माया गरिदिनु भयो सबैजनालाई, थ्याङ्क यू सो मच। अब झाँटो गएर राम्रोसँग कमेन्ट खोलेर हेर, तैँले माया पाछस् कि गाली पाछस् भनेर राम्रोसँग। 1,60,000 भ्युज आएको छ होइन त्यो भिडियोमा चाहिँ।
सो यदि तपाईँहरूले पार्ट 1 हेर्नु भएको छैन भने यो पार्ट 2 केही पनि बुझ्नु हुँदैन, गएर पहिला पार्ट 1 हेर्नु, बल्ल आएर पार्ट 2 हेर्नु। पार्ट 1 हेरिसकेको मान्छेले पार्ट 2 इन्जोय गर्न सक्नुहुनेछ है त। कसम यो पार्ट 2 हेर्नेहरू मूर्ख भन्दा नि महामूर्खहरू होला। मैले त हेरेर मूर्खयाता गरेहरू पनि मूर्खयाताको हदमा नपर्नु भनेर म आग्रह गर्दछु र तपाईँको समय बिना बर्बाद गर्ने म यही चाहनाले यो भिडियो बनाइरहेको छु। सो यसको पार्ट 2 केही छैन, म यो फुल्ली डिटेल्समा यो तपाईँले 6 मिनटमै बुझ्नुहुन्छ यो पार्ट 2 के हो भनेर। यसको गरे त दिदी फर्कै छ त किन हो केटा हो फर्किन लाग्यो त्यो दिदीले ढिला गरेको कता कहाँ जानु ठमेल जाने अन्त हामी अब ठमेल जाने हो। ल ठमेल कहाँ नि हो दिदी ठमेल ठ्याक्क पिपल बोट ठ्याक्क टोटल कप अगाडि ल भाइ टोटल ल तले दिदी 12 बजे ठमेल म त ठमेल जानला भाइ एकजनाले कल गराएको थियो गेस्टले कस्तो गेस्ट अब भाइ तिमीलाई किन ढाड्नु होइन गेस्ट भनेपछि बुझेन ग्यास पार्ट 2 यही हो। यो झाँटुहरूको स्क्रिप्टेड हो कि भोइस चेन्जर हो कि के हो आई डोन्ट नो एन्ड आई डोन्ट केयर। तर तपाईँहरूको टाइम बर्बाद नहोस् भन्ने आशाले मात्र यो भिडियो बनाएको हो र यस्ता झाँटुहरूलाई भ्यू दिएर यताउति दिएर काम छैन। यो यिनीहरू के गर्छ भन्नाले अब 2 जना बस्छन्, कुनैले भोइस चेन्ज गर्छन् र कुनैले स्क्रिप्टेड बनाएर यस्तै हो 4000 2000 दिएर यस्तो बोल्न लाउँछन्, अरू केही होइन। यो झाँटुहरूको काम छैन, यस्ताहरूको काम छैन। यो ब्लगर नि होइन, यो पठाउ राइडर नि होइन। यिनीहरू के गर्ने भने थमेलमा जान्छन्, एउटा गोप्रो लिएर बाउआमाको पैसा यत्तिकै उडाइरहेछन् अनि आफूलाई ठुलै ब्लगर र पठाउ राइडर र इनड्राइभ राइडर मान्छन् र यस्ता घटियाहरू काम गरेर र कन्टेन्ट पनि जब पाए त्यही यस्ताहरूको फ्लो गरेर अनसब्सक्राइब गरेर यिनीहरूलाई हटाइहाल्नु त नट इन्ट्रेस्टेड भनेर यस्ता भिडियोहरू हेर्नुहुन्न। यो समाजको लागि नि एकदम हानिकारक छ र यस्ताहरूलाई के भन्छु भाइ तेरो मुख राम्रो छ, अनुहार राम्रो छ, केही राम्रो गरेर खा है। यस्तो भिडियोहरू बनाएर तैँले केही पाउँदिनस्। सबैलाई म यही भन्न चाहन्छु कि सबैलाई थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएको र